सो हे गाइज आज चाहिँ मैले हजुरहरूलाई कसरी पिसकार्ट एपमा हुन्छ नि आफ्नो स्क्रिन वा लेब्री एडिट गर्ने भनेर सिकाउन गइरहेको छु। सबैले ध्यान दिएर हेर्नुलाई। त्योभन्दा सुरुमा चाहिँ आफ्नो होम स्क्रिनबाट एप डाउनलोड गरेको छ कि छैन पिसकार्ट चेक गर्नुहोस्। डाउनलोड छ भने खोल्नुहोस् त्यसलाई। यदि त्यो डाउनलोड छैन भने चाहिँ हजुरले प्ले स्टोरमा गएर त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। र पिसकार्ट एप डाउनलोड भइसकेपछि त्यसलाई खोलेर हजुरहरूले त्यहाँ पिसकार्ट एपमा तल प्लस जस्तो आइकन देख्नुहुन्छ हो त्यो आइकनलाई टच गर्नुहोस्। त्यो आइकनलाई टच गरिसकेपछि त्यहाँ प्लस एडिट एन्ड इमेज अर भिडियो भन्ने अप्सन देख्नुहुन्छ हो त्यो हटाउनुहोस्। मसँग त माथि पहिल्यैदेखि स्क्रिनहरू एडिटमा थियो र मैले त्यो गरिनँ। हजुरहरूले चाहिँ सुरुचोटि गरेर त्यो गर्नुपर्छ र त्यहाँबाट हजुरले ग्यालेरीबाट चुज गर्नुपर्छ। मैले आफ्नो स्क्रिन खोलिसकेको थिएँ माथि र अब हजुरहरूले स्टिकर जे एड गर्नु छ त्यहाँ अघि मैले प्लस एड फोटो देखेँ गरेँ नि हो त्यही अठाएर हजुरहरूको चाहिँ यसरी ग्यालेरी खुल्छ। मेरो चाहिँ यो लिब्रीहरू यो सब डाउनलोड गर्नुपर्ने हुन्छ र मैले यो युट्युबबाट डाउनलोड गरेको थिएँ। युट्युबबाट डाउनलोड गरेर यसलाई एचिभ गर्नुपर्छ जेड एचिभरबाट। त्यसपछि मैले यो एचिभ गरिसकेपछि यसरी आउँछ र मैले यसलाई एड गर्नु मिल्छ। मैले यसरी यसलाई एड गरिरहेको छु। हेर्नुहोस् यसलाई अब मिलाएर एड गर्नुपर्छ। त्यहाँ माथि मिलेन अब तल हाल्नुमा कस्तो जस्तो भयो नि अब भन्दै सिकाउनको लागि होइन। अब राम्रो लागिरहेको छ नि हजुरलाई यहाँसम्म भिडियो राम्रो लाग्छ भने चाहिँ सब्सक्राइब सेयर लाइक सेयर जे गर्ने गरिदिनु होला। र अनि युट्युबको पनि छ यो स्टिकरमा मैले युट्युबको हालेर मिलाउँदैछु अहिले चाहिँ। अब यसमा मेरो च्यानलको नाम हजुरहरूले जे देख्नु मन छ हो त्यो लेखेर हाल्न सक्नुहुन्छ है। तर यो चाहिँ हजुरले पिसकार्टबाट भन्दा ग्यालेरी आफ्नो फोनको ग्यालेरीबाट गर्दा राम्रो हुन्छ। त्यसपछि मैले यो गरिसकेको छु। बसेज अफ नवलपरासी अफिसियल मेरो च्यानल टिकटकमा पनि यही छ बसेज अफ नवलपरासी अफिसियल। र हजुरहरूले यसलाई चाहिँ सुरुमै पिसकार्टमा गर्दाखेरि यस्तरी ठुलो भएर आउँछ। यसलाई मिलाएर तान्तुन त्यान्तुन जे गर्ने गरेर ठ्याक्क सानो बनाएर चाहिँ हाल्नुपर्ने हुन्छ है। त्यहाँ हेर्नुहोस् मैले हाल्छु। अब यसरी हालिसकेपछि हजुरहरूले अब चित्त बुझे यत्तिकै गर्नु मन नपरेपछि त्यो हजुरहरूले हटाउन मिल्छ पछि ट्याप गरेर। मैले चाहिँ अहिले राख्नु सोचिरहेको छु हटाइदिएँ। अब यति गरेपछि हजुरलाई स्टिकर एड गर्न नि आयो। अब यो स्टिकर पनि किन यो राख मन परेन अर्को मन पनि हालौँ होइन। अघिको चाहिँ सेम प्रोसेस गरेर अब हामीले डिभिडी मेकिङ एसेसरिज खोज्छौँ 4IDHको हो। र अब यसमा मैले इमोजीवाला सिलेक्ट गर्छु है। त्यहाँ इमोजीहरू छ नि हो यो सिलेक्ट गरेर चाहिँ हाल्छु। सिलेक्ट भयो यो हजुरले जहाँ पनि हाल्नुहुन्छ। मैले चाहिँ अगाडि सिसामै हाल्दा राम्रो हुन्छ। सिसामा हाल्दै बेस्ट हुन्छ र मैले सिसामा हाल्छु। हेर्नुहोस् अब यसलाई सानो बनाएर हाल्नुपर्छ। जस्ताको त्यस्तै जुप्पाइले गरेर हालेर हुँदैन। यो त्यत्रो ठुलो निक्लेर आउँछ। त्यहाँ हामीले सानो बनाएर मिलाएर तन्काएर गरेर हाल्ने होइन। त्यहाँ हेर्नु अब यसलाई यस्तो गरेर बनाउन नि सकिन्छ। नभए अर्को हजुरहरूले अरू ट्युटोरियल भिडियो नि हेर्न सक्नुहुन्छ होइन। यो यसबाट केही बुझ्नु भएन भने कमेन्ट गर्नु। मैले अर्को बनाउन नि तयार छु। र यो सेभ गर्न माथि भएको त्यो सेभको अप्सनलाई अठाउनु पर्छ र तलपट्टि त्यो डन अठाइदिनुहोस्। त्यसपछि यो सेभ हुन्छ। ल आजको लागि यति नै भिडियो। थ्याङ्क यू गाइज। होप यु लाइक माई भिडियो।